हेलो गाइस, आज हामी धान काट्न जान लाग्यो। आज के गर्छौं दिनभरि धान काटेको सबै देखाउँछु। घरबाट निस्केको धान काट्न फेरि म बहिनी अनि अनुसुया जाँदैछु। यता हेर त हामी अहिले फेरि कैरी गाउँ आइपुग्यौँ। अहिले एकछिन फेरि देखाउँछु क्या। अहिले फेरि हामीहरू स्कुलको तलनिर आइपुग्यौँ। हाम्रो गाउँहरूको काम गर्ने खेतबारीहरू देखाउँछु। बाटोमा देखेको फुल अनि क्याप्चर गरौँ न भनेर टियरको फुलहरू यस्तो भइरहेछ यतातिर हाम्रो गाउँतिर। बाटोहरू क्याप्चरिङ बाटो। त्यहाँ पनि कति राम्रो फुल फुलेको छ कि यहाँ त डेन्जर राम्रो फुल फुल्यो। टियरको फुलहरू कति राम्रो हेर्नुहोस् न। वाउ, हामी धान काट्न जान आँटेको चाहिँ यो त्यहाँनिर हो। हाम्रो खेती यहाँनिर हो। मैले माथिदेखि क्याप्चर गरेको। त्यो तलनिर ठ्याक्कै छ नि यो बिचमा उतातिर काटिसकेको भ्याएको चाहिँ थोरै काटेको छ हिजो। आज चाहिँ यो काट्न जाने हो। अनि तल गाडीमा पुरै बारीहरू देखाउँछ। यहाँ चाहिँ आएर अनि भारी बोकेर लिएर आयो भने कि काम बतायो भने बस्नको लागि बनाएको बिसुना हो। बिसाउने ठाउँ कि बिसुना भन्छ यतातिर फेरि। वाउ, ब्युटिफुल कति राम्रो छ। पुरै मान्छेहरूले चाहिँ काटिसक्नु भएको छ कि धान। अनि हाम्रो नि हरियै थियो तर पुरै मान्छेहरू काटिसकेको भएर अनि हाम्रो पनि काट्न आँटेको। हरियो भयो नि आज काट्ने भनेर आएको। पुरैजना सबैजनाले त काटिसक्नु भएको छ कि बाटोहरू फेरि हेर्नुहोस् न यस्तो छ। हाम्रो हरियै छ धान तर हामीले आज काट्न आँटेको। यो तल तल हुँदै तलतिर बाटोतिर जाने हो। फेरि घाँस काटेर लिएर आउँदै हुनुहुन्छ। अहिले चाहिँ धानबारीको नजिक नजिक आइपुग्यौँ हामीहरू। अनि म हजुरहरूलाई धौलागिरी हिमालतिरतिर पनि देखाउँछु। बादलले ढाक्न आएको छ कि हिमाललाई। धानबारीहरू हाम्रो गाउँतिरको मान्छेहरूको धानबारीहरू पुरै कसै काटिसक्नु भएको छ, कसै चाहिँ काट्न बाँकी छ। पानी भएर नि गइसक्यो। यो चाहिँ काम गर्न आउँदा कि मेलामा आउँदा बेला खाने पानी हो। अनि यता फेरि मान्छेहरू थाकेर आएको हुन्छ नि त भारी बोकेर अनि बस्ने बिसौना हो। धानबारीहरू यहाँ तल्नु छ। धेरै जसोले काटि पनि सक्नुभएको छ, कसैले काट्न बाँकी छ। धान काट्ने ठाउँको अलि यतानिर चाहिँ यस्तो खोला तरेर जानुपर्छ। सानो सानो खोलाहरू तन्नै छ कि यतानिर नै। फाइनल्ली गाइस बारीतिर आइपुग्यौँ। बारीहरू देखाउँछ हाम्रो काट्ने। हामीले यतैनिर हो कि हे उहरू काट्ने उहाँ बहिनी अनि दिदीवटा छन् यतैनिर। उहाँ तलनिर 2-3वटा बाटो छ। यतैनिरको त काट्दै जाने हो। सुषमा फुपूको छोरी आइसकेछन्। हामी 4जना हो कि धान काट्ने। बहिनी, सुषमा, अनुसुया अनि म। धनबारी धान काट्दैछौँ। हामीले काट्यौँ भर्खरै यतै। धान काटेर सकिँदै सकिएन। यस्तो रात परिसक्यो धान काटेर सकिँदै सकिएन। गाह्रो छ अझ एउटा चाहिँ रात पर्न आँटिसक्यो। धान काटेर भ्याएकै छैनौँ। हेर्नुहोस्, देखिनुहोस् न, देखियो अनुसार देखिनु। हेलो धान काट्न आएको मान्छे। हेलो अनुसुया, यता हेर्न। धान काटेर सकिएन। रात पर्न आँटिसक्यो। अझ एउटा पाता छ। अब यो नि भ्याएर जाने हामीहरू। रात पर्यो भने देखाइदिन्छु। रात पर्न आँटिसक्यो। अब एउटा बाँकी छ। कुकुर तिहार
तिहारको देख्दु रङ्गली बनेको कुकुर तिहार लक्ष्मी पूजा हाम्रो घरको पूजा गर्ने ठाउँ आज लक्ष्मी पूजा लक्ष्मी तिहार लक्ष्मी पूजा हाम्रो यसो भिडियोहरू बनाइदिनुहोस् तिमीहरू बनाइदेऊ न क्यान्डल सबै मरिसँग लाग्यो